यसरी लाउँछ हेलमेट यसले चाहिँ लगाउन सुरु गरिसक्यो ठुस्की ठुस्की आऊ हामी चाहिँ पानी परे पनि आएको छौँ हामी अल्पाइन कोस्टरमा उतै फ्री दियो नि होइन बुढी देखाउ त के फ्री दिएको अरे रेनकोट फ्री अब जाऊँ हामी शीत हो शीत उता अरे उता जाऊ कसले कन्ट्रोल गर्ने मैले होला नि कसरी पुरा फोहोर लागिहाल्यो सेतो कपडामा मलाई डर लाग्यो तिमीलाई त उ लगाइदिनु त के एसिड बेल्ट ओए यहाँ चाहिँ खुट्टा खुट्टा तान्नु कसरी हो त नि स्पिड नगर्नु है म त मार्दिन्छु है फेरि This can control? No. Bistarai. Bistarai. Bistarai ki. Lo. Bistar गरेछु त नि. भिडियो गर न. गरेछु. बिस्तारै पुरै बिस्तारै. बिस्तारै. बिस्तारै गर्दा पनि. ल ल बिस्तारै बिस्तारै. फास्ट जाम फास्ट. बिस्तारै. Oh no. Wait, control. यस्तो मजा आयो ल गरिरा बिस्तारै बिस्तारै के बुढा झन् मैले यस्तो दामी सेफ ड्राइभ गरिरहेको वाउ यार कस्तो मजा भएको डराएको के डर लाग्दैन त अनि म अगाडि बसेछु आफू पछाडि छ हैन मलाई नि अगाडि के फिल भछ नि दुईजना कस्तो मजाले वाउ अगाडि सिनारी देखाउ न यो बुढाले त मलाई मार्यो आफै रोक्न मिल्छ कि यो चाहिँ ठिक रहेछ होइन नडराउ है नडराउ म रोक्छु क्या ब्याग देखाउ न यति रहेछ हो यति रहेछ अब मान्छे होइन दुईजना मजै हुँदो रहेछ यता आफै यसले उनीहरूले कन्ट्रोल गरेछ लगेर गयो यहाँ त्यहाँबाट फोटो खिच्ने तिमी कराएर हो नि अन्त मजा हुन्छ अलि स्पिड गर्न लाग्थ्यो है तिमी कराएर तपाईँले के गरेर अहिले उनीहरूले ताने भयो बन्द गरिदिउँ हामी चाहिँ त्यो खेलेर आइसक्यौँ अलिअलि सिरिङ हुँदो रहेछ क्या रेनकोट दिने रहेछ फ्रीमा
पानी परेर थकेला आयो हो भर्याङै भर्याङ चढाइ सकेको छ अनि ओ माई गड दियो मैले त्यहाँ भने तिमी दिएन त यो चाहिँ बालीको 90 दिएको हो 90 पैसा दिएको दुईजनाको भनेर होला नि यसले 90 मात्रै दिया हो नि लगाइदिनु नि रहेछ यो चाहिँ गम्बो लगाउँलाई लगाउँदिन भो बिट रहेछ पानीमा हामीलाई भुलाउनलाई मात्रै होइन पानी परेर केही छ ओइ अलि त ठुलो पानी पर्यो होइन यो हावाले यो रुखको छु एकछिन खाएर बसौँ न है अनि हामीले फ्रीको कफी पनि खाइसक्यौँ यहाँ चाहिँ 90,000 डङ मात्रै रहेछ अनि 90,000 डङमा चाहिँ एकजनाको 90,000 अनि उनीहरूले चाहिँ कफी पनि दिँदो रहेछ क्या होइन कफी टी जे खाए पनि सफ्ट ड्रिङ्क्स अब चाहिँ हामी यहाँ फोटो खिच्ने तिमी उतै ब्रिजमा पनि खिच ल अब यताबाट सुरु गरौँ यहीँ जाउँ यहीँ जाउँ यो खाली छ यहाँ फोटो खिच्ने अब मोडल जानुभयो यता बी केयरफुल कहाँ पियानो हुन्छ हौ यस्तोलाई नि यो हार्मोनी होला नि ल बाली आएको हो कि के हो हामी बाली आइपुग्यो के हो बुढी यसमा बालीको जस्तो भाइब्स आएर फोटो खिचिसक्यो अब हामी चाहिँ जाँदैछौँ तलतिर गइसक्यो ऊ चाहिँ छिटो उसलाई चाहिँ छिटो फोटो खिच्नु मन लागिसक्यो फोटो एडिट गर्दैछ हात बाँकी छ यो बोर्ड बाँकी छ त्यसपछि स्विङ उता अझै धेरै छैन उता डुङ्गामा पनि खिचिसक्यो स्विङमा नखेल्ने टाउको रिङ आउँछ अरे त्यसपछि अब यहाँ बटरफ्लाईमा जाने यहाँ रहेछ नि ऐना जस्तो बुढी त्यहाँ ऐना जस्तोमा खिच्ने अनि त्यति नै हुन्छ होला आजको चाहिँ ऊ चाहिँ ह्याप्पी छ पुरा फोटो होइन यही ऐना जस्तोमा यसो पोज दिउँ न ऐनामा ल जाउँ हिँड यसले चाहिँ बालीलाई नि टक्कर दिन्छ है यसले चाहिँ अब हेर्नुहोस् त भ्यू वाउ ढुसी लाएर हो न त भने जन्नत छ भन्छ डरसेर हेर त दराको बिचरा कुरी आउनु सक्छ आफै हाम्रो चाहिँ यता सबै कार्यक्रम फोटो खिच्ने कार्यक्रम सकियो उहाँ चाहिँ जहिलेखेर चेक गर्दै हुनुहुन्छ त्यही भएर चाहिँ क्यामेरा मसँग छ ल खुसी छ केटी खुसी छ हुन लाछा भएको छैन अब चाहिँ हामी हातमा
मोहना सापा यसको यति मात्रै छ होइन लगभग सकियो होइन बढी फर्कियो यता भयो पनि राम्रो छ क्याफे हामी चाहिँ लास्ट यता नखिचौँ यो चाहिँ सापाको नाइट लाइफ हो एकदमै जाडो छ हामीलाई चाहिँ रेनकोट लगाई जाँदैछौँ डुल्नलाई घुम्न आउँदा त नि राति डुल्ने नत्र हामी त रातिमा धेरै जस्तो निस्किन्न कतै नि मान्छे त कति हो सिधै हो हामीलाई जस्तो देखेछ हेलमेट पुरा म त यहाँ जाडोले कालो निलो भएको छु हामीले चाहिँ थाइल्यान्डको जस्तै सोचेको थियौँ कि नाइट मार्केट तर चाहिँ खानेकुराहरूको मात्रै रहेछ क्या अनि त्यही भएर हामी चाहिँ अब फर्किने ठकै लाग्दो रहेछ दिनदिनै हिँड्दा के एक्सपेक्ट गरेको थिएँ के भयो The next day. Hi everyone, this is the next morning from Sapa. अनि अब चाहिँ हामी चेकआउट गर्न लागेको यो चाहिँ हाम्रो लास्ट दिन हो अनि आजको दिन चाहिँ हामीले क्याटक्याट भिलेजमा गएर कल्चरल ड्रेस लगाएर फोटो खिच्ने त्यही नै हो नत्र लगभग हामीले सबै घुमिसक्यौँ होइन त पुरा कस्तो वेदर चाहिँ एकदमै ब्याड कस्तो ब्याड पुरै हुस्सो लागेर केही छैन म देखाउँछु यस्तो छ वेदर यहाँको चाहिँ हिजो आज अस्ति यस्तै छ वेदर चाहिँ हिजो नि थियो हो च्याललाई यस्तो पनि हुन्छ अब त्यहाँ ड्रेस लाउँदाखेरि के हुन्छ हालत यो क्यामेराबाट चाहिँ अलिकति हो कि भन्ने आउँछ फोटो मोबाइलबाट त झन् केही छैन भित्र स्वेटर बाहिर त्यो ज्याकेट यहाँ आएर किनेको स्वेटर चाहिँ लिएर आएको क्या मैले स्कुटरमा लाउनुहुन्छ स्कुटर हायर गरेको के अब जानु पर्यो यस्तै छ रेनकोट चाहिँ लगाउनै पर्यो है फेरि के यहाँ उस गरेको फलो त्यो पिङ्क कलरको लगाइदिनु लगाइदिनु आफैले गरेको होला नि यसरी लाउँछ हेलमेट माथि नै अनि यत्रो के लगाएको छ नि यति हो लाग्ने ओके यसले चाहिँ लगाउन सुरु गरिसक्यो दुईजनाको लागि चाहिँ 250 यो चाहिँ अलि तातोवालामा लगाएको होइन
यता हेर त अलि तातोवालामा लगाएको यस्तो अप्सनहरू पनि छ न त अप्सनहरू शेर्पिनी जस्तो देखिन्छ के यस्तो प्रिन्सेस ट्रिटमेन्ट छ त White. Tóc mày bạc như là bạc như mẹ tao. Mẹ tao không tóc bạc như mày đấy, mày biết không? Lai. Mẹ tao không tóc bạc như mày thì đấy. Lip An. Yeah, good. Em sướng, em Linh Chi Việt Nam. Hả? Chi Việt Nam. Chi Việt Nam? Yes, Linh Chi. Green tea Việt. Green tea Việt Nam. Green tea hẳn nữa. Linh Chi Việt Nam. Thank you. Stay. Where you from? Sorry? Where you from? Nepal. 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 कस्तो Chi Việt Nam. Sa. Tiếng Việt hay là tiếng Anh? बुढा कुछ सिको 250 दुईजनाको भन्दैछ क्या भन्दा सस्तै हो यहाँ चाहिँ माथिकोले मार्केट बुढी माथि सबैले माथि लाउँछ भनेर के त साह्रै खासै आउँदैन होला कि है त्यही भएर अनि जति आछ त्यतिमा यहाँ चाहिँ अब बुढाको पाल हो शेर्पै हो कि क्या हो Hello. भेटनामिज हो कि क्या हो मेरो बुढा Hello. Hello, hi Nepal. नेपाल भन्दैछ Xin chào Nepal, xin chào Nepal. Chào Nepal. भन्ने हो नि पैसा तिरेपछि त स्वाहा तर त्यो कलर चाहिँ बुढा चेन्ज गरे फेरि कस्टमाइज कस्टमाइज गरे त्यो मेन बजारदेखि चाहिँ क्याटक्याट भिलेज चाहिँ नजिकै छ अनि ड्रेसहरू लगाउने चाहिँ माथिदेखि नै राख्छ कि वहाँ टिकट काउन्टरदेखि नै अनि यहाँ तल आइपुगेर लगाउँदा नि हुन्छ यहाँ पनि हुँदो रहेछ है हामी चाहिँ हुँदैन होला भनेर चाहिँ अलिकति माथिबाटै लगाएर आएँ तर माथिबाटै सुरु हुन्छ तर तल आएर लगाउँदा नि हुन्छ मेरो चाहिँ कपाल कस्तो बनाइदिएको छ क्या त्यो केटाले
कपाल त यस्तो पो हुनु नि के हो यस्तो हेर्नु न हेर न डर लाग्छ डर लाग्दो रहेछ कलर यसो फरक खिचौँ न यहाँ उहाँ छ है बाटो चाहिँ हिलो हिलो मैलो वाउ फुल फुलेको सिनारियो त्यसपछि मोडल वाउ ब्युटिफुल आउँदैछ हाम्रो यो क्याट भिलेज जाँदैछौँ हामी क्याट भिलेजमा ठाडै उकालो छ है यो चाहिँ ठाडै के मासु हो यो कुखुराको हो कि बनकुखुरा हाँस हेर न यहाँबाट त दामी यो क्याफेबाट दामी भ्यू देखिँदो रहेछ अनि त्यही भएर त अनि हामी माथि पाक गरेको भए त अनि झ्याउँदो रहेछ नि त अनि माथिको बुढी त्यो टिकट काट्ने ठाउँमा के पाक गरेको भए त अनि त्यत्रो हिँड्दै जानु त होइन उकालै हिँड्न जाँदा शेष पर्थ्यो त अनि हाम्रो चाहिँ माथि पाक गर भन्थ्यो होइन तर यहीँ ल्याएर आएको सोध्दै लिएर आएको ठिकै भयो मैले चाहिँ यस्तो लगाऊ भनेको कि बुढीलाई मानेन यस्तो वाला लगाऊ भनेको कि बुढी मानेन होइन ड्रेसै त्यस्तो वाला लगाऊ भनेको कि यहाँ त पोलेर हेर्न कालो मासु सेतो मासु सबै खाना त हुन्थ्यो अब के हाल्नु क्याट भिलेज आइसक्यौँ घरमा चाहिँ जस मौसम नराम्रो भए पनि जस राम्रै भएको छ है मौसम चाहिँ ठिकै छ चिसो तर भ्युजहरू चाहिँ राम्रो छ है मौसमले केही फरक पारेको छैन त्यहाँ त अनि खाना खानु पर्छ नि त त्यहाँ अब जानलाई माथि सानो घरहरू रहेछन् होइन फोटोसुट गर्ने यो चाहिँ यहाँको वाटरफल सानो छ वाटरफल राम्रो छ यहाँको योहरू पनि यो चाहिँ सब रेस्टुरेन्टहरू क्याफे ठुस्की आउनुहोस् उता खिच्दैछ है उता जाउला फेरि यता यस्तै घोडामा फोटोहरू पनि त्यस्तै लगाऊ भनेको मानेन घट्टा रहेछ यो पानी घट्टा देख्यो पानी घट्टा मकैहरू पानीले चल्दो रहेछ क्या पानी कुलाले क्या यसै राख्यो होला यो चाहिँ अहिले चाहिँ खोला सानो भएर चाहिँ यहाँ तल सब फोटोसुट गर्नु छ हिरोइनहरूको फोटोसुट हुँदैछ
ठुस्की को ठुस्की के ठुस्की हो हेर न पर्यो 30,000 भन्दैछ यहाँ फोटो खिच्नलाई 30,000 चाहिँ अब फोटो खिच्ने घोडामा यहाँ चाहिँ हामी यस्तो ड्रेस लाएकोलाई चाहिँ नखिच्दिने रहेछ हैन माथि घोडामा चढ्न नदिने रहेछ यस्तो मङ्गोलियन ड्रेस लाएकोहरूलाई चाहिँ ठिकै छ अब यहाँ खिच्ने यो यस्तो छ यहाँ त झर्ना यहाँको सबै हेरिसक्यौँ अब चाहिँ हामी फर्किँदैछौँ यता उताबाट आएको हो यताबाट जाने अब किन फुकालेको किन फुकालेको यसरी खिच्ने हानेर ओहो यो चाहिँ ठिक छ है आमो बाटो चाहिँ यस्तो हुनु पर्यो क्या त्यो नहराइदेऊ नि फेरि क्लिपहरू उता फोटोसुट हुँदैछ यो भिलेज चाहिँ यता भित्र छ क्या यस्तो भिलेज देखेन भिलेज अब यता आऊ हेर न यो ढुङ्गा जाड बनाएको त्यो चुङ्गी खेलेको के हो चुङ्गी खेलेको के खेलेको रमाइलो छ यो चाहिँ ल अब अन्तिम हुनेछ हामी फर्किन लाग्यो अब चाहिँ कस्तो भयो रमाइलो भयो कस्तो लाग्यो क्याट भिलेज रेकमेन्डेड छ एकदम रेकमेन्डेड छ यसको फलहरू हेरेर पाइन्छ नक्कली है सबै फेरि यो फल त यहाँ निक्छौँ हामी चाहिँ सापालाई बाई बाई गर्दै जाँदैछौँ अब चाहिँ हाम्रो भोलि चाहिँ लास्ट डे हो उता होनोलमा अनि यहाँबाट चाहिँ हामी जान लागेको बुढा कस्तो भयो सापाको ट्रिप एकदम रमाइलो छ सापा चाहिँ रमाइलो त रमाइलो रहेछ तर एकदमै हामी भएको बेलामा चाहिँ हुस्सो लाग्यो कि धेरै हुस्सो लाग्ने फिर सिट झर्ने राम्रो छ तपाईहरु पनि आउनु होला है मलाई त हामी नि त्यही हो 1 नाइट 2 डेज गरेको हामीले इनफ भ्याइन्छ मजाले उमा भ्याइन्छ अनि मजाले चाहिँ घुम्नु मिल्छ यहाँ स्कुटर हायर गऱ्यो भने चाहिँ एकदमै सस्तो पर्छ 2 दिनको कति लिएर बुढा त्यस्तै $7-8 मात्र के 2 डेजको जम्मा त्यति स्कुटर हायर गर्नु चाहिँ एकदमै सस्तो अनि होटलहरू पनि सस्तो नै छ सस्तो राम्रो नि छ त्यो सस्तै छ अझै तपाईहरु
डिस्काउन्ट गरिदिनु भनेर झन् उनीहरूले एकदम मिलाएरै दिन्छ कि सबै कुराहरू सपिङ गर्दा पनि स्कुटरहरू हायर गर्दा पनि जेमा पनि बाई बाई सापा बाई बाई यस्तो छ वेदर चाहिँ आमा के हो यो